तपाईँ सबैजनाले मर्कुस 4 अध्याय तपाईँहरूले पढाउन सक्नुहुन्छ। मर्कुस 4 अध्यायको हामी 35बाट 41सम्म हामी 7वटा पद आज तपाईँ बिचमा लिएर आएको छु। येशूले आँधीलाई शान्त पार्नुभयो। मलाई लाग्छ अनि खुसीदाले मलाई वर्षिपको मेरो भाग छ बाबु, अनि तपाईँको वचनको शीर्षक के छ दिनुहोस् भन्दै हुनुहुन्थ्यो। उहाँले जुन 2-3 हप्ता अगाडि मलाई मेसेज गर्दासम्म त्यो बेलासम्म मलाई कन्फर्मेसन भएको थिएन यो खण्डबाट बोल्छु, तर आज उहाँको कोर्स पनि त्यस्तै थियो होइन। म भित्रको आँधीलाई के गरेर शान्त गरेर त्यस्तै थियो। नराज भाइले पनि फेरि आज त्यस्तै गीत लेख्नु भएको रहेछ। भाइको किन 2 महिनासम्म पाला आएन भनेको आज यो दिनको लागि छ। परमेश्वरले यसरी काम गर्नुहुन्छ। एउटै दिनमा एउटै वचन, यो चाहिँ के हो भन्दाखेरि परमेश्वरबाट कन्फर्मेसन हो। आज मण्डलीलाई यो कुरा साँच्चै नै आवश्यक थियो, यही दिनमा आवश्यक थियो। अनि विशेष गरी मलाई दोस्रो नम्बरले साह्रै नै छोयो भाइ। म कुनै दिन तपाईँसँग फेरि त्यो गीत म सुन्ने आशा गर्छु। गाली समुद्रको किनारमा बसेर ढुङ्गामाथि बसेर चाहिँ उहाँले हामी 4 अध्यायमा अगाडि हेऱ्यौँ भने उहाँले कतिवटा 1, 2, 3, 4वटा उहाँले के भन्नु दृष्टान्तहरू उहाँले चाहिँ बताउँदै हुनुहुन्छ। दिनभरि उहाँले चाहिँ प्रचार गर्दै हुनुहुन्छ। अब साँझ पर्न लाग्यो, साँझो समय आइपुग्यो अनि यस ख्रीष्टलाई थाहा छ अब समुद्र पारी के छ। एकजना दृष्टान्तले सताएको व्यक्तिले चाहिँ पर्खिरहेको छ त्यहाँनिर त्यो अन्य जातिको देशमा पनि त्यो ठाउँमा पनि गएर चाहिँ येशूको राज्यको सुसमाचार प्रचार गर्नु आवश्यक थियो भन्ने कुरा यसोलाई थाहा छ। उहाँ शरीरमा हुनुहुन्थ्यो नि त। आज बिहान हामीले नरज भाइबाट सुन्दै थियौँ त होइन, येशू ख्रीष्ट संसारमा आउँदै गर्दाखेरि के त मानिसको स्वरूपमा आउनु भएको थियो, यहाँ निधाइ हुनुभएको भन्ने कुरा छ। उहाँ शरीरमा हुनुहुन्थ्यो, दिनभरि प्रचार गरेपछि हिँडुल गरेपछि थाक्छ नि त मान्छे होइन। अब उहाँ पारी जाँदै हुनुहुन्छ। चेलालाई भन्नुभयो अब साँझ पर्यो, पहिलो पद साँझ पर्यो। अनि उहाँले अब चेलालाई भन्नुभयो जाउँ अब पारी जाउँ। जब उहाँले चेलाहरूलाई छान्नु भएको थियो त्यो बेलामा चेलाहरू के थियो, काँचा थियो, काँचा आत्मिक रूपमा एकदमै अपरिपक्व व्यक्तिहरू थियो। तर यस ख्रीष्टले उनीहरूलाई सहँदै निखार्दै उनीहरूलाई कहिले पनि डाइरेक्ट समाउने बित्तिकै छान्ने बित्तिकै ल है पत्रुसको भाइ अन्द्रियास जबदेखि छोरा याकुब यूहन्ना उनीहरू माछा मारेको मानिसहरूलाई च्याप्प समुद्र अब तिमीहरू सुनाउन जाऊ भन्नु भएन। उनीहरूलाई मेरो पछि लाग, अब तिमीहरू माछा होइन मान्छे पक्रिनु पर्छ भन्नुभयो। अनि उनीहरूलाई चाहिँ येशू ख्रीष्ट संसारमा रहन्जेलसम्म आफूसँगै राख्नुभयो, आफूसँगै ट्रेन गर्दै लानुभयो, तालिम दिँदै जानुभयो, आफ्नो उहाँले गर्नुभएको कामहरू देखाउँदै लानुभयो, वचन सुनाउँदै लानुभयो। यसरी गर्दाखेरि यस्तो गर्दा पनि चेलाहरूले त्यहाँनिर चाहिँ यस ख्रीष्टलाई अझै चिन्न नसकेको कुरा हामी यहाँ पाउँछौँ। अब उहाँले चाहिँ डाँडाको उपदेश मत्ती 5 अध्यायबाट डाँडाको उपदेश उहाँले त्यो भनिसक्नु भएपछि 7 अध्यायसम्म नै डाँडाको उपदेश हो है। तपाईँले याद गर्नुहुन्छ मत्ती 5 देखि 7सम्म यो 3वटा अध्याय चाहिँ डाँडामा बसेर उहाँले प्रचार गर्नुभयो। तल आउनु भएपछि उहाँले यी सबै कुराहरू भनिसक्नु भएपछि अब चेलाहरू त्यो पारी जाँदै गर्दाखेरि के भएको छ, त्यहाँ ठुलो हुरी बतास ठुलो आँधी आएको छ। त्यति बेला के हो भन्दाखेरि चेलाहरू के भयो, आत्तिको छ गुरुजी हामीलाई बचाउनुहोस् भनेर भनेको छ। त्यहाँबाट चाहिँ यस ख्रीष्टले चाहिँ उठ्नुभयो अनि तिमीहरूमा विश्वास छैन भनेर सोध्नु भएको छ। अनि यस ख्रीष्टले हप्काउँदाखेरि चाहिँ के त त्यो बतासहरू चाहिँ थामेको कुरा हामी पाउँछौँ। घटना कति बेला घटेको थियो, साँझको समय घटेको थियो। अनि यस ख्रीष्टले भन्नुभयो अब आओ हामी कहाँ जाउँ, पारिपट्टि जाउँ। अनि यहाँनिर 36 पदमा छ कि उहाँले भिडसँग बिदा लिएपछि उहाँ जुन ढुङ्गामा बस्नु भएको थियो त्यसैमा चाहिँ उहाँलाई चेलाहरूले लगे। येशू ख्रीष्ट जुन ढुङ्गामा हुनुहुन्थ्यो त्यही ढुङ्गामा चाहिँ चेलाहरूले लिएर गएको कुरा हामी पाउँछौँ। त्यो बेलामा अब माछा मार्ने ढुङ्गा कत्रो हुन्छ, बढीमा 12-15 जना मान्छे अट्छ। अनि त्यो ढुङ्गामा चाहिँ उहाँहरू जाँदै हुनुहुन्छ। तर अब त्यसको अर्को मन्दिर के छ, त्यहाँ अरू ढुङ्गाहरू पनि थिए, अरू मानिसहरू पनि थिए त्यहाँ। अब 37 पदमा आएर हेर्नुहोस् त, त्यहाँ ठुलो हुरी बतास चल्यो र छालहरू ढुङ्गामा बजाउन लागे, यहाँसम्म कि ढुङ्गा पानीले भरिन लाग्यो। अब उहाँहरू यात्रामा जाँदै हुनुहुन्छ। येशू ख्रीष्ट ढुङ्गाको पछिल्लोतिर सिरानी लगाएर सुतिरहनु भएको छ। जाँदा त्यो बाटोमा के भयो, ठुलो हुरी बतास चल्यो। अनि यहाँसम्म भनेको छ कि ढुङ्गामा के अरे पानीले भरिन लाग्यो भनेपछि अब त्यसपछि के भयो, उनीहरू अब आत्तियो। अब उनीहरू के भयो त, उनीहरूले अब यस ख्रीष्टलाई हतार बिउजायो। गुरुज्यू तपाईँ कस्तो वास्ता गर्नुहुन्न, हामी त डुब्न लाग्यो नि त, तपाईँ कस्तो वास्ता नगर्नु भएको, के मजाले सुत्नु भएको। त्यहाँनिर यस ख्रीष्ट उठ्नुभयो। त्यसपछि 39 पदमा बिउजनु भयो, बतासलाई हप्काउनु भयो, समुद्रको छालहरूलाई के भन्नुभयो, रोकिजा। अनि के भयो, बतास के भयो, थामियो। अनि त्यहाँनिर के भयो, ठुलो के भयो, समुद्र छ। अनि 40 पदमा यति नै त्यो स्टोरी त्यो घटना यहाँ सकेको छैन। 40 पदमा के छ,
यसोले चेलालाई भन्नुभयो तिमीहरू किन यसरी भयभीत हुन्छौ तिमीहरूमा विश्वास छैन आज थाहा छैन यो वचन कसको लागि हो मैले कुनै पनि व्यक्तिको लागि भनेर होइन यो मण्डली सम्पूर्ण मण्डलीको लागि यो वचन ल्याउँदैछु परमेश्वरले यो वचन दिनुभएको छ येशू ख्रीष्टले आज हामीलाई पनि प्रश्न गर्दै हुनुहुन्छ तिमीहरूमा विश्वास छैन तिमीहरूमा अलिकति पनि विश्वास छैन भनेर आज हामी प्रत्येकलाई जो हामी शङ्का गरिरहेका छौँ जो हामी कमजोरी अवस्थामा छौँ नि उहाँलाई यो प्रश्न उहाँले सोध्दै हुनुहुन्छ 41 पदमा गएर चाहिँ चेलाहरू साह्रै भयभीत भए एक आपसमा भन्नु लागि यिनी को हुन् बतास समुद्रले पनि यिनको हुकुम मान्दो रहेछ त्यो समयसम्म पनि के त येशूको चेलाहरूले चाहिँ येशूलाई चिनेकै छैन क्या उनीहरू त अझै पनि के त बोलाएको छ उसले आश्चर्य काम गर्दो रहेछ ठिक छ उनीहरू फलो गरेको छ है अझैसम्म पनि येशू ख्रीष्टको वास्तविक परिचय उहाँ को हुनुहुन्छ उहाँको शक्तिको बारेमा उनीहरूलाई अझैसम्म पनि थाहा छैन उनीहरू अझै पनि काँचै थियो अब यहाँनिर के छ भने लुका 6:46 के भन्नुहुन्छ भने येशू ख्रीष्टले मैले भनेका कुरा गर्दैन भने किन मलाई प्रभु प्रभु भन्छौ लुका 6:46 यदि मैले भनेको मान्दैन भने तिमीहरू मलाई किन प्रभु प्रभु भन्छौ प्रभु प्रभु भन्ने मलाई प्रभु प्रभु भन्ने सबैजना के त हतार हुन सक्ने छैन त्यो कस्तो वाला भनेको जसले नाटक गर्छ जसले मुखले मात्रै प्रभु प्रभु भन्छ तर आज्ञा पालन गर्दैन त्यस्तो होला यसको के भन्नु प्रभु भन्न भन्नु भने मलाई आज कतिजना हामी कति नाटक गरिरहेका छौँ कि या आज हामी प्रभु प्रभु भन्छौँ तर हामी आज्ञा पालन गरिरहेका छैनौँ कि हाम्रो विश्वासको जब कस्तो छ जीवनमा हाम्रो उतार चढाव धेरै आउँछ हेर्नुहोस् अनि यो नसोच्नुहोस् म त अब बचाइएको छु मैले मुक्ति पाएको छु म बचाइएको मान्छे हो येशू ख्रीष्टको रगतद्वारा म किनेको मान्छे हो मलाई सताबाट आउँदैन मलाई विपत्ति आउँदैन भनेर नसोच्नुहोस् झन् बढी आउँछ उहाँले डाँडाको प्रति सघाउँदै गर्दाखेरि धन्य हो ती मानिसहरू जसले चाहिँ मेरो नाममा तिमीलाई के गरेछ सताउनेछ निन्दा गर्नेछ धन्य हो त्यो बेलामा रमाऊ भनेको छ झन् बढी अभिषिक्त जनलाई येशू ख्रीष्टको छोराछोरी हामी सबैलाई बचाएकोलाई झन् बढी सताबाट आउँछ विपत्तिहरू आउँछ तर त्यो बेलामा हामीले गर्नुपर्ने के कुराहरू छन् आदि तुफानहरू होइन जसरी चेलाहरूको जीवनमा उनीहरू जाँदै गर्दा ठुलो बतास उनीहरूले एक्सपेक्ट नै गरेको थिएन ठुलो आँधी हुरी आयो त्यही प्रकारले हाम्रो लाइफ पनि के हो एक किसिमको एउटा बोट हो एउटा डुङ्गा हो संसार चाहिँ के हो समुद्र हो हामी अगाडि बढ्दै बढ्दै जाँदाखेरि धेरै पटक हामीले विपत्तिहरू ठुला ठुला आँधीहरू हामीले सामना गर्नै पर्ने हुन्छ वचनले भनेको कुरा हो यस्तो हुन्छ कतिपल्ट चाहिँ त्यो आँधीहरू त्यो सतावटहरू त्यो समस्या त्यो विपत्तिहरू चाहिँ कस्तो हुन्छ भने कतिपल्ट हामीले कन्ट्रोल गर्न सक्दैनौँ त्यो कुरालाई तर हामी मानिस स्वभाव के हुन्छ भने सानैबाट च्यालेन्ज मन पराउने आफ्नै बलले आफ्नै बुद्धिले त्यो कुरालाई चाहिँ कसरी हुन्छ ठिक पारिदिन लाग्छ चेलाहरूले यहाँनिर चाहिँ जुन गल्ती गरेको थियो त्यो गल्ती आज हामीले धेरैजनाले गर्छौँ उनीहरूले के सोच्यो अब हामी डुब्न लाग्यो भने सोच्यो उनीहरूले येशू ख्रीष्टको प्रतिज्ञालाई बिर्स्यो येशू ख्रीष्टले सुरुमा के गर्नुभयो अब हामी पारी जाउँ उहाँले पारी जाउँ भनेपछि पारी पुगिन्छ नि त यति मात्र होइन येशू ख्रीष्ट उनीहरूको डुङ्गामा हुनुहुन्छ भन्ने कुरा पनि बिर्स्यो जुन डुङ्गामा येशू ख्रीष्ट हुनुहुन्छ त्यो डुङ्गा डुब्छ डुब्दैन प्रिय आज हामी हाम्रो जीवनमा पनि तपाईँहरूको जीवनमा सबैको जीवनमा कसको बास छ येशू ख्रीष्टको बास छ त्यो कुरालाई हामी चेलाहरू जस्तो इग्नोर गरिजान्छौँ उसले गर्दैला कि म आफै यो गरेर हुन्छ कि हाम्रो जीवनमा येशू ख्रीष्ट हुनुहुन्छ हामी डुब्दैन छैन त्यो आँधीले हामीलाई हराउन सक्दैन आमेन यो कुरालाई हामी बिर्सनु हुँदैन मत्ती 28 को चाहिँ उहाँले 20 पदमा के भन्नुभयो युगको अन्त्यसम्म के त म तिमीहरूको साथमा छु उहाँ हाम्रो साथमा हुनुहुन्छ इच एन्ड एभ्री वान हामी सबै भित्र चाहिँ उहाँ बास गर्नुहुन्छ अनि यसो हाम्रो साथमा हुनुहुन्छ अनि त्यो आँधीले त्यो समस्या त्यो विपत्ति आउँदा के हामी ढलबल हुन्छौँ हुँदैन त्यो कसले मलाई सोध्छ भन्दाखेरि विश्वासमा जरा नगाडेको मान्छेले मलाई सोध्छ भरिन लाग्यो त्यहाँ त्यो डुङ्गामा पानी भरिसकेको छ भरेको छैन यहाँसम्म कि येशू ख्रीष्ट सुतेको ठाउँमा पुगेकै छैन येशू ख्रीष्ट पुगेको सुत्नु भएको ठाउँमा त्यो पानी पुगेको उहाँ बिर्जन हुन्थ्यो नि त अझै येशू ख्रीष्ट सुत्नु भएको पछिल्लो देशमा पुगेकै छैन अलिकति पानी पस्ने बित्तिकै ओ हामी डुब्न लाग्यो भनेर चेलाहरू आएको त्यस्तै गरेर के हुन्छ भने हाम्रो जीवनमा पनि सानो सानो समस्या सानो सानो विपत्ति आउँदा पनि के हुन्छ हाम्रो लाग्छ ओहो यो त ठुलै विपत्ति आइपुग्यो अब म त अब मर्ने नै भएन म त अब ओहो नसक्ने भयो म त अब डुब्छु क्या हो त्यो फिलिङ्स आउँछ हामीलाई त्यो कसरी आउँछ शैतानले आउँछ त्यो समस्या त्यति ठुलो नै हुँदैन तर पनि शैतानले हामीलाई चाहिँ त्यो ओ ठुलो यति ठुलो हामीले चाहिँ त्यो सामना गर्न नसक्ने शैतानले हामीलाई त्यो कुरा देखाइदिन्छ त्यो अवस्थामा के गर्ने
यस कृष्णले यहाँ कति असल शिक्षा कति असल मेसेज यहाँ दिनुभएको छ प्रिय। म जान्दिनँ अब तपाईँको जीवनमा पनि कुन किसिमको आदि तपाईँको जीवनमा आइरहेको छ, कुन कुरा तपाईँलाई रोकिरहेको छ, कुन कुरा तपाईँलाई सताइरहेको छ, कुन कुरा तपाईँलाई अगाडि बढ्न दिइरहेको छैन। याद छ तपाईँ हामी सबैलाई हाम्रो विश्वासको पिता अब्राहमदेखि नै हामीले हेर्दै आयौँ परमेश्वरले काम गर्ने तरिका फरक छ प्रिय। उहाँले जहिले पनि आशिषभन्दा अगाडि के दिनुहुन्छ, के गर्नुहुन्छ, जाँच गर्नुहुन्छ। उहाँले हामीलाई कुनै पनि कुराको जिम्मेदारी दिनु अगाडि पनि के गर्नुहुन्छ, जाँच गर्नुहुन्छ। जब जब हाम्रो जीवनमा त्यो सतावट रहन्छ, त्यो आदि रहन्छ, के गर्नुपर्ने रहेछ, हामी निराश हुने, चिन्तित हुने, आफैलाई चाहिँ अब ओहो म त नसक्ने भयो भन्ने होइन। त्यो बेला हामी के गर्नु पर्यो, येशू ख्रिस्टमाथि हामीले के गर्नु पर्यो, भरोसा गर्नु पर्यो, विश्वास गर्नु पर्यो। त्यो बेलामा के त कतिपल्ट कस्तो हुन्छ भने त्यो आदिहरू कतिपल्ट त्यो हाम्रो जीवनमा आएका त्यो विपत्तिहरू हाम्रो नियन्त्रणभन्दा बाहिर हुन्छ प्रिय। त्यसलाई चाहिँ हामी आफै बल गरेर त्यसलाई सुल्झाउनतिर लाग्ने होइन, विश्वास गर्ने, परमेश्वरलाई काम गर्ने अनि परमेश्वरले काम गराउँछ। अब यहाँनिर यसले किन हटाउनु भयो त बेचाराहरूलाई? तिमीहरूमा विश्वास छैन, पहिलो कुरो विश्वास छैन भनेर भन्नुभयो। चेलाहरू त्यति बेलासम्म त्यो विश्वास थिएन, उनीहरूले यीशु ख्रिस्टसँगै हुनुहुन्छ। मलाई लाग्यो कि यीशु ख्रिस्टले गर्नुभयो भने त हुन्छ भन्ने थाहा छ, तर यीशु ख्रिस्टको उपस्थिति नै यति शक्तिशाली हुन्छ भन्ने कुरा उनीहरूले जहिले पनि यीशु प्रभु यो गरिदिनुहोस्, त्यो गरिदिनुहोस् न, यो गरिदिनुहोस् न भन्ने होइन क्या। कहिलेसम्म हामी काँचो हुने? अब मत्ती 10 पद तपाईँहरूले पढ्नु भएको छ नि, मत्ती 10:1 अब हामीलाई त्यो सबै अधिकार दिनुभएको छ, भूत आत्मा निकाल्ने अधिकार, सबै किसिमको चाहिँ के त रोग निकाल्ने अधिकार, समस्या सतावट शैतानका सबै के त षड्यन्त्रहरूलाई हामी के गर्ने, हकार्ने अधिकार यीशु ख्रिस्टले हामीलाई दिनुभएको छ। अनि आज कतिपल्ट तपाईँहरूले आफ्नो जीवनमा ती आदिहरू आउँदै तपाईँलाई हकारिरहनु भएको छ? हाउ मेनी टाइम्स? कतै तपाईँहरू अझै पनि बा यसुले आएर गरिदिनुहुन्छ कि होइन, पास्टरले आएर गरिदिनुहुन्छ कि मेरो छिमेकी अगुवाले, प्रभुले तपाईँहरू सबैलाई त्यो अधिकार दिनुभएको छ, तपाईँहरू सबैलाई त्यो अधिकार बराबर दिनुभएको छ। 2 जना पास्टरलाई बढी, कोहीलाई कम्ती, हामीलाई कम्ती होइन, सबैलाई बराबर त्यो अधिकार दिनुभएको छ। अनि हामीले के गर्नु पर्ने रहेछ, हकार्नु पर्यो। के गर्नु पर्यो? अब यहाँनिर के हुन्छ भने जहाँ अविश्वास हुन्छ नि त्यहाँनिर के उत्पन्न हुन्छ थाहा छ? डर उत्पन्न हुन्छ, डर। यदि हामी विश्वासमा डर छौँ भने हामीलाई डरको आत्मा आउँदैन प्रिय। तर जब हामी विश्वासमा कमजोर छौँ भने त्यहाँनिर के उत्पन्न हुन्छ? डर। तर धेरैपल्ट कस्तो हुन्छ भने वास्तवमा हाम्रो जीवनमा आएको त्यो आदिले चाहिँ हामीलाई खासरी ढलाउँदैन, तर त्यो भन्दै पनि के, त्यो डरले चाहिँ हामीलाई ढलाउँछ। त्यो आदि खासरी हामीलाई त्यो हलाउन सक्ने कुनै थियो हुँदैन, तर हामी त्योभन्दा ठुलो चाहिँ आफ्नो डर बनाइ बस्छौँ। तर प्रभुले हामीलाई के आत्मा दिनुभएको छैन? डरको आत्मा दिनुभएको छ। अनि जब हामी त्यो यात्रामा हुँदै गर्दाखेरि त्यो आदि तुफानहरू आउँदै गर्दाखेरि हामीले चाहिँ कसको आवाज सुनिरहेको छौँ? हाम्रो ध्यान चाहिँ केमा केन्द्रित छ? समस्यातिर केन्द्रित छ कि परमेश्वरतिर केन्द्रित छ? त्यो कुरालाई हामी विचार गर्नु पर्यो। यस ख्रिस्टलाई हामी बचाएको मानिसहरू, यस ख्रिस्टले हामीलाई सबै अधिकार दिनुभएको छ, अभिषेक दिनुभएको छ, सबै शक्ति दिनुभएको छ, आज्ञा दिनुभएको छ। त्यो हुँदा हुँदै पनि जब तपाईँको जीवनमा त्यो आदि बेरी आउँछ, तपाईँ त्यति बेला कस्तो आवाज सुनिरहनु भएको छ? त्यो बेलामा हामीले चाहिँ परमेश्वरको आवाज सुनिरहेको छ। मान्छेले धेरै कुरा भन्छ, जब तपाईँको जीवनमा तपाईँ लोएस्ट पोइन्टमा हुनुहुन्छ त्यो बेलामा मानिसले धेरै कुरा भन्छ। त्यो अवस्थामा तपाईँ के गर्नुहुन्छ? त्यो बेलामा मानिसको कुरा सुन्नुहुन्छ कि परमेश्वरको कुरा सुन्नुहुन्छ? यदि हामी मानिसको कुरा सुन्यौँ भने के हुन्छ? हामी परमेश्वरले जुन गन्तव्यमा हामीलाई लाँदै हुनुहुन्छ त्यो ठाउँमा हामी पुग्न सक्छौँ। यीशु ख्रिस्टले जुन प्रतिज्ञा हाम्रो जीवनमा गर्नुभएको छ त्यो प्रतिज्ञा चाहिँ हाम्रो जीवनमा पुरा हुन पाउँदैन। जुन इनाम हाम्रो लागि राख्नुभएको छ त्यो इनाम हामीले प्राप्त गर्न सक्दैनौँ। त्यो कारणले तपाईँको जीवनमा अब हामीलाई लाग्छ ओहो यो कुरा त बिग्रिगयो होइन, मेरो सम्बन्ध बिग्रिगयो, अब जोसँग भने तपाईँको साथीसँग, तपाईँको एनीबडी, श्रीमतीसँग, दाजुभाइसँग, दिदीबहिनीसँग जोसँग सम्बन्ध बिग्रिगयो होइन, अब लाग्छ यो अब बन्दैन, यो म सुधार्नै सक्दिनँ, म मिलाउन जानै सक्दिनँ भन्ने लाग्न सक्छ। त्यो कसले ल्याएको फिलिङ्स हो? त्यो शैतानले त्यस्तो विचारहरू हालिदिन्छ। तर प्रियहरू वास्तवमा त्यो कुरा त्यति साह्रो बिग्रिसकेको हुँदैन प्रियहरू। हामीलाई चाहिँ त्यो लाग्छ अब त्यो मिल्नै सक्दैन, त्यो हुनै सक्दैन भन्ने लाग्छ। तर त्यो कुरा सम्भव छ। हाम्रो परमेश्वरमा सबै कुरा सम्भव छ प्रिय।
सबै कुरो समाउँछ। उहाँले टुक्रिएको सम्बन्धलाई जोड्ने परमेश्वर हुनुहुन्छ, टुक्रिएको हृदयलाई जोड्ने परमेश्वर हुनुहुन्छ। डक्टरले निको पार्न नसक्ने रोगलाई निको पार्ने शक्ति उहाँमा छ। परमेश्वरमा सबै कुरो समाउँछ। हामीलाई लाग्छ अब निको हुनै सक्दैन, तर परमेश्वरले निको पार्नुहुन्छ। मत्ती 7:24-27 हेऱ्यो भने यो जानु बुझ्दा भयो। त्यहाँनिर 2 किसिमको जबको बारेमा लेखेको छ। 2 किसिमको जबको बारेमा यसको त्यहाँ दृष्टान्त भन्नुभएको छ। 2 जना मानिस, एकजना बुद्धिमान एकजना मूर्ख मानिस। बुद्धिमानले चाहिँ चट्टानमा घर बनायो, मूर्खले चाहिँ त्यसमा बालुवा घर बनायो। जब आँधी हुरी आयो के भयो? मूर्खको घर के भयो? ढलेर गयो। तर बुद्धिमानको घर के भयो? सत्यमा अडिक रह्यो। अनि हाम्रो जीवनमा नि त्यो विपत्ति यसको चाहिँ कहीँ पनि तपाईँले एउटा कुरा याद गर्नुहोस् होइन, निकै अहिलेको यो चलनमा अहिलेको यो लेटेस्ट जेनेरेसनमा चाहिँ एकदमै प्रोस्पेरिटी गोस्पल निकै प्रसार हुन्छ। तर यसको चाहिँ कहिले पनि हामीलाई कहीँ प्रतिक्रिया गर्नुभएको छैन, तिमीलाई विपत्ति आउँदैन, तिमीलाई समस्या आउँदैन भनेर कहीँ पनि भन्नु भएको छैन। तर झन् बढी आउँछ। यो 15को चाहिँ 2मा हामीले हेऱ्यौँ भने के थियो? ममा हुने प्रत्येक हाँगा जसले फल फलाउँदैन उहाँले त्यसलाई बढी फल फलोस् भनेर के गर्नुहुन्छ? उहाँले छिउनुहुन्छ। त त्यो अवस्था भएर उहाँले हामीलाई लानुहुन्छ। त्यसमा उद्देश्य छ त किन? अझ बढी फल फलाओस्, अझ बढी निखार्नको लागि उहाँले हामीलाई ती अवस्थाहरूमा, ती सिचुएसन्समा हामीलाई के गर्नुहुन्छ? उहाँले लिएर जानुहुन्छ। भनिसम्म त्यसको चाडले के भन्छ? मृत्युको अन्धकारमै घाँटी भएर जानु पर्दा पनि म कुनै खतरादेखि डराउने छैन, किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ। तपाईँको लज्जी र तपाईँको लौरोले मलाई के गर्छ? सान्त्वना दिन्छ। मृत्युको अन्धकारमा घाँटी, मृत्युकै बाटोबाट भएर जानुपर्दा पनि के हामी डराउनु पर्ने आवश्यक छैन प्रिय। त्यो कारणले गर्दा तपाईँको जीवनमा आएको समस्याहरू एकचोटि आउनुहोस्। बुद्धिमान मानिसले जस्तो चाहिँ हाम्रो विश्वासको जग चट्टानमा चाहिँ बसालेको छ। हाम्रो घर, विश्वासको घर चाहिँ हामीले चट्टानमा बसालेको छौँ भने हामी कुनै पनि हालतमा हामी लड्दैनौँ प्रिय। मत्ती 24:13ले पनि के भन्छ भन्दाखेरि तर आखिरसम्म स्थिर रहने चाहिँ के हुनेछ अरे? बचाइनेछ। जो चाहिँ बिचमा चाहिँ के हुन्छ नि, हिम्मत हार्छ नि, त्यो मान्छे के हुन्छ? नष्ट हुन्छ, खतम भएर जान्छ। र कहिलेसम्म हामी स्थिर रहनु पर्यो? आखिरसम्म। म तपाईँलाई आज के कुरा भन्न चाहन्छु भने जब तपाईँको जीवनमा तपाईँले भनेको जस्तो कुराहरू भइरहेको छैन होइन, तपाईँ स्ट्रगलमा हुनुहुन्छ, रोगमा हुनुहुन्छ, सम्बन्ध बिग्रेको छ होइन, हरेक कुरा फाइनेन्सियल एभ्रिथिङ जुनै पनि क्षेत्रमा तपाईँ विक हुनुहुन्छ नि, त्यो बेला तपाईँबाट गिभ अप नगर्नुहोस्, पछि नहट्नुहोस्, हिम्मत नहार्नुहोस्, हरेस नखानुहोस्। तपाईँ डुब्नुहुन्न भन्नु, तपाईँ कुनै पनि हालतमा त्यो अहिले तपाईँलाई ढाल्न सक्दैन। किन? यसो हामी भित्र हुनुहोस्, हामी भित्र यसको बास गर्नुभएको छ भनेदेखि कुनै पनि कुराले हामीलाई के गर्नु सक्दैन? ढाल्न सक्दैन, डुबाउन सक्दैन प्रिय। तपाईँको जीवनमा जब तपाईँ अविश्वास आउँछ नि, त्यो किन आउँछ भन्दा तपाईँले चाहिँ परमेश्वरमा अझै पनि उहाँले गर्नुभएको प्रतिज्ञालाई के गर्नुभएको छैन? ट्रस्ट गर्नुभएको छैन। यस ख्रिस्टमा चेलाहरू त्यो गाली समुद्रमा उहाँहरू पारी जाँदै हुनुहुन्छ, अन्य जातिको मुलुकमा जाँदै हुनुहुन्छ। तर शैतानले चाहिँ के खोज्छ भन्दाखेरि परमेश्वरको काम भएको चाहँदैन, रोक्न खोजेको शैतानले त्यो ठाउँमा जान दिन खोज्दैन। हामी पानी गयो भने त्यो मान्छे अब त्यो दुष्ट आत्माले भूतात्माले सताएको मान्छे के त एउटा फौज लिएर बसेको छ। शैतानले चाहिँ मलाई के त जगडेर राखेको छ, पोजेस भन्छ नि इङ्ग्लिसमा होइन, उसलाई चाहिँ पक्रेर राखेको छ। तर त्यो शैतानले त्यो व्यक्तिले चाहिँ स्कुललाई देख्ने बित्तिकै के त चिनेको छ नि, त्यहाँ स्कुललाई चिन्यो। ओहो मलाई ननिकाल्नुहोस्, बरु मलाई सुँगुरहरूमा गएर बस्नु दिनुहोस्। तर अचम्म लाग्दो कुरा के त चेलाहरू त्यत्रो सँगै खाने, सँगै हिँड्ने, सँगै उहाँको मिराकल देख्ने हुँदा पनि चिनेन। हामीबाट पनि त्यो गल्ती हुन्छ प्रिय। यसो भनेका छौँ, भजन गाएका छौँ, वचन सुनेका छौँ, वचन पढेका छौँ, तर कतिपल्ट तपाईँले अझै यसकोलाई चिन्नु भएको छैन। कति तपाईँले अझैसम्म पनि उहाँको शक्तिलाई, उहाँको उपस्थितिलाई, उहाँको वास्तविक अर्थलाई उहाँलाई प्रभु हो भनिकन त्यसबाट हामीले चिन्न नसकेर हुनसक्छ। त्यो कारणले त्यस्तो भयो भने के हुन्छ? तपाईँमा अविश्वास उत्पन्न हुन्छ। अविश्वास उत्पन्न भने तपाईँको जीवनमा के उत्पन्न हुन्छ? डर उत्पन्न हुन्छ। अनि त्यो डरले चाहिँ हामीलाई के गरेर जान्छ? सिद्ध्याउँछ। अब यो खण्डको चाहिँ एउटा मुख्य हामीले बिर्सनै नहुने कुरा चाहिँ एउटा शिक्षा, हामी नै एउटा शिक्षा के भन्दाखेरि येशू ख्रीष्ट चाहिँ परमेश्वरको पुत्र हुनुहुन्छ। हालेलुया। येशू ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ। उहाँसँग सबै आदिहरूलाई, सबै छालहरूलाई चाहिँ रोक्न सक्ने शक्ति छ। त्यो कारणले गर्दाखेरि त्यो शक्ति अब उहाँमा मात्र होइन, तर अब उहाँले हामीलाई त्यो अधिकार हामीलाई
दिनुभएको छ भन्ने कुरा चाहिँ विशेष हामीले यो खण्डबाट सिक्नै पर्छ। अनि हामी डरायौँ भने के हुँदो रहेछ भने हाम्रो विश्वास कमजोर छ भन्ने कुरा यसले जनाउँछ। अनि हामीले चाहिँ हाम्रो यस क्रिस्टप्रतिको भरोसा हाम्रो चाहिँ साह्रै कमजोर छ भन्ने कुरा हामीलाई जनाउँछ। अनि हाम्रो जीवनमा नि विपत्ति आउनु जरुरी छ। हेर्नुहोस् अब यो कस्तो अचम्म लागेको कुराहरू भयो। त्यो आदि आएन भने नि हामीले धेरै कुरा सिक्दैनौँ, परमेश्वरको काममै हामी देख्दैनौँ क्या। जति जति तपाईँको जीवनमा त्यो आँधी आउँछ, जति जति तपाईँको जीवनमा त्यो सतावट आउँछ, त्यति बढी तपाईँ के हुन्छ अझै परिपक्व हुँदै जानुहुन्छ, त्यति त्यति तपाईँ अझै निखार्दै जानुहुन्छ, त्यति त्यति परमेश्वरले तपाईँलाई अझ जिम्मेदारी दिँदै जानुहुन्छ। तपाईँ त्यो दुःखमै चढ्नु भएन, त्यो पारिनै जानुहुन्न, त्यो आँधीको सामना नै गर्नुहुन्न भने तपाईँको जीवनमा के त त्यो जिम्मेदारीहरू परमेश्वरले दिनुहुन्न। त्यो मिराकल तपाईँको जीवनमा हुँदैन, परमेश्वरको शक्ति तपाईँले देख्न सक्नुहुन्न। त्यो कारणले गर्दा विश्वासी अविश्वासी हामी सबैजना के त यो सबैबाट भएर जानु नै पर्छ। अनि हाम्रो त्यो आँधी बेरी आउँदाखेरि हामी के गर्नुपर्ने रहेछ त्यो पनि हामीले सिक्यौँ। हामी आफ्नै बल बुद्धि रहेन, त्यति बेला चाहिँ हाम्रो विश्वासमा स्थिर रह्यो भने हामी जस्तो त्यहाँ सर्भाइभ गऱ्यो भने फेरि शान्त पनि हुन्छ। जुनै पनि एउटा आँधी आएपछि के हुन्छ, त्यो के पनि हुन्छ, फेरि शान्त पनि हुन्छ नि त। त्यो आँधी आएको आयो हुन्छ त। अस्ति दुबईमा गएको महिनामा पानी पऱ्यो, त्यो के परेको भयो त, रोकेन। त्यो कारणले गर्दा नआत्तिनुहोस्। म तपाईँलाई आज के भन्दैछु भने तपाईँको जीवनमा अहिले ठुलो आँधी बेरी आइरहेको होला। कतिपल्ट कस्तो हुन्छ भने मेरो पनि कतिपल्ट तपाईँलाई म सेयर गर्न सक्दिनँ। तपाईँको कति कुरा होला त्यो तपाईँले गुरुबालाई भन्न सक्नुहुन्न होला, मण्डलीमा सेयर गर्न सक्नुहुन्न होला होइन। तर म तपाईँलाई के भन्दैछु भने तपाईँहरू नआत्तिनुहोस्। त्यो आँधी के हुन्छ, शान्त हुन्छ। त्यो आँधी शान्त नहुन्जेलसम्म तपाईँ के गर्नु पऱ्यो, स्थिर बस्नु पऱ्यो। के छैन, विश्वास छैन। आज यो प्रश्न हामी सबैलाई सोध्दै हुनुहुन्छ। त्यसको मतलब के त, तिमीहरूले हकार्न सक्दैन थियो आँधीलाई। आज हामी हाम्रो जीवनमा आएका ती सबै आँधीहरू, त्यो सबै सतावटहरूलाई हामी के गर्नेछौँ, हकार्नेछौँ। हालेलुया। हाम्रो चौथो हप्ता होइन, प्रार्थना लानु धेरै लामो लानु चाहिँदैन, जस्ट 2 मिनट चर्को आवाजमा मुख खोलेर आज सबै ती परमेश्वरले राख्नुभएको त्यो उद्देश्य प्राप्त गर्न नदिने ती कुराहरू आएको छेड्न खोजेका ती आँधीहरूलाई हामी के गर्नेछौँ, हकार्नेछौँ। आउनुहोस् हामी सबैजना मुख खोल्नेछौँ। हालेलुया। जिउँदो परमेश्वर येशू ख्रीष्ट हाम्रो साथ हुनुहुन्छ। तपाईँले आज जुन अधिकार शक्ति आज हामीलाई दिनुभएको छ, आज हामी येशूको नाममा हामी घोषणा गर्दछौँ हाम्रो जीवनमा आएका अन्धकार कुराहरू, झगडाका कुराहरू हटिजानलाई उद्देश्यलाई आजले गन्तव्यसम्म पुग्ने परमेश्वर हाम्रो जीवनमा राख्ने जिम्मेदारीलाई यसै गरी मण्डलीमा परमेश्वरका छोरीहरू सबैको जीवनमा परीक्षा सतावटहरूलाई हामी यसो क्रिस्टको नाममा हकार्दछौँ, इन्कार गर्दछौँ। धन्यवाद। येशू ख्रीष्टको नाम।